आज चाहिँ म दही आलु बनाउँदैछु हो। अनि यहाँनिर एउटा आलुलाई चाहिँ उसिनेर हो मसिनो पारेर काटेको छु। अनि यहाँनिर आधा किलो दही ल्याएको छु हो। अनि यहाँनिर जिरा भुनेको अनि कुटेको मरिच हो। अनि यहाँनिर लसुन मसिनो पारेर काटेको छु, खोर्सानी काटेको छु मसिनो पारेर, अदरकलाई चाहिँ यसरी लामो लामो पारेर काटेको छु हो। अनि अब यसलाई चाहिँ मैले यहाँनिर तेल गरम भइसकिसक्यो हो। अनि अब यहाँनिर हाल्छु ल साथीहरु, मैले चाहिँ बनाइसकिसकेँ दही। ल साथीहरु, मैले चाहिँ दही आलु बनाइसकिसकेँ हो मैले हो। त ल हजुरहरूलाई पनि मनपर्छ भने चाहिँ यसरी बनाएर घरमा ट्राई गर्नु सक्नुहुनेछ है। त ल कस्तो लाग्यो साथीहरु कमेन्ट गर्नु होला है त।